हेलो साथीहरु, तपाईले देख्न सक्नुहुन्छ यहाँ लोक सेवा आयोगका सूचनाहरू केन्द्रीय कार्यालय कमलपोखरी सूचना तथा प्रकाशन शाखाले जुन यहाँ भ्याकेन्सी खोलेको छ खरिदार या सोसरको जुन पोस्टमा खुलाएको रहेछ भ्याकेन्सी। तपाईले यसमा अनलाइन फारम कसरी भर्न सक्छ त्यसको बारेमा तपाईलाई आज स्टेप बाइ स्टेप सिकाउने छु। यदि तपाई च्यानललाई सब्स्क्राइब गर्नु साथै बेल आइकनलाई पनि प्रेस साथै भिडियोमा नयाँ हुन्छ भिडियोमा लाइक शेयर पनि गर्नु साथै फेसबुक टिकटक पनि फलो गर्न सक्छ। यहाँ निजामती र सङ्घीय संसद सेवाका राजमा अङ्कित द्वितीय श्रेणी अपराधिक खरिदार वा सोसर पदको आन्तरिक प्रतिस्पर्धा खुल्ला तथा समावेशी लिखित परीक्षा विज्ञापन 2081 11 महिना 28 गतेको दिन विज्ञापन खुलाएको रहेछ। त्यो अनलाइन फारम कसरी हुन्छ यहाँ यसको वेबसाइट गएर तपाईले भर्न सक्नुहुन्छ। त यहाँ चाहिँ डिटेल अलि हेर्नु होला। मैले चाहिँ डिटेल भिडियो बनाएको छु, यो हेर्नु होला मेरो च्यानलमा रहेको छ। यसको देख्न सक्नुहुन्छ यहाँ तपाईलाई के कति लाग्छ पुरा डिटेल रहेको छ, हेर्नु होला एकचोटी मजाले। यो 444 वटा सिट संख्यामा खुलाएको छ आप र छोडेर, यो जुन समावेशी र खुलामा। अनि यसमा तपाईको के कति लाग्छ चार्जहरु सबै यहाँ हेर्नु होला। जुन यसको एसएलसी रहेको छ तपाईको जुन यहाँ रहेको छ। र अब तपाईले अनलाइन फारम कसरी भर्न सक्छ त्यसको बारेमा भन्न गइरहेको छु। सर्वप्रथम कुनै पनि ब्राउजर ओपन गर्नु, म चाहिँ क्रोम ब्राउजर ओपन गरे। जस्ट यहाँ देख्न सक्नुहुन्छ क्रोम ब्राउजर ओपन गरे। त्यसपछि अब तपाई यहाँ गइसकेपछि अब यहाँ हेर्नु होला। अब अनलाइनमा जानु होला। अनलाइनमा गइसकेपछि है तपाईले यहाँ अब तपाईले दर्ता गर्नुहोस् भनेको छ यहाँ सिम्पली। यदि तपाईले पुरानो आइडी छ भने तपाईले यहाँ पुरानो आइडी हालेर तपाईले प्रयोगकर्ता नाम इमेल या पासवर्ड हालेर तपाईले यहाँबाट अगाडि बढ्न सक्नुहुन्छ। यदि फर्स्ट टाइम भर्दै हुनुहुन्छ भने यहाँ दर्ता गर्नुहोस् भनेर तपाईले यसमा गर्नु होला। पुरानो हुनुहुन्छ तपाईले त्यो पुरानैबाट एकदम सजिलो तुरन्तै भइहाल्छ। तर फर्स्ट टाइम नयाँ भर्दै हुन्छ पहिलो पटक भने तपाईले यहाँ दर्ता गर्नुस् रहेछ। सिम्पली यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेर अब तपाईले यहाँबाट दर्ता गर्नुहोस् भनेको छ। सिम्पली अब दर्ता गर्नुहोस्मा अब पहिलो नाम तपाईले यहाँ दिनु होला। यो इंग्लिश नेपाली जुनमा दिँदा पनि हुन्छ, यहाँ कम्पलसरी भनेकै छैन कि यो देवनागरीमा दिनुपर्छ भनेर। अब यहाँ पहिलो नाम दिनु होला तपाईले। यहाँ त मेरो पहिलो नाम चाहिँ भूपेन्द्र, त्यसपछि बिचको नाम कुमार, त्यसपछि चौधरी, मेरो अटो फिल छ त्यही भएर यस्तो आउँछ। त्यसपछि प्रयोगकर्ताको नाम विक्रम सम्वत जन्म मिति दिन्छु यहाँ 2054 साल कार्तिक 20 गते। अनि अटोमेटिक यहाँ लिइहाल्छ। इमेल एड्रेस पनि दिन गइरहेको छ, सिम्पली इमेल एड्रेस। त्यसपछि मोबाइल नम्बर जारी, त्यसपछि नागरिकता जारी जिल्ला सिम्पली यहाँ दिनु होला। तपाईले जारी जिल्ला कुनबाट छ तपाईको त्यो दिनु होला। मेरो चाहिँ यहाँ सप्तरी रहेको छ, सप्तरी दिन्छु। सप्तरी दिए अनि सप्तरी आयो। अनि जारी मिति रहेछ नागरिकताको सिम्पली पछाडिपट्टि हेर्नु होला। तपाईको जारी मिति हुन्छ त्यो तपाईले यहाँ दिनु होला। त मेरो जारी मिति 2070 छ त 70 दिन्छु, 70। त्यसपछि माघ 23 गते। अनि अटोमेटिक इंग्लिशमा यहाँ लिइहाल्छ इस्वी सम्बन्धमा पनि। यदि तपाईसँग राष्ट्रिय परिचय पत्र नम्बर छ भने दिनु होला, छैन भने नदिनु हुन्छ। त्यसपछि नागरिकता नम्बर र मोबाइल नम्बर दिन गइरहेको छ अब सिम्पली। त्यसपछि यहाँ मोबाइल नम्बर र नागरिकता नम्बर यहाँ दिएको छु। नागरिकता नम्बरले सेक्रेट प्रोसेस हाइड गरेछ, ब्लर गरेछ। त्यसपछि लास्ट रहेको छ बुझाउनुहोस् सिम्पली क्लिक गर्नु तपाईले। त्यसपछि तपाईँ यहाँ रजिस्टर हुनेछ, यहाँ देख्न सक्नुहुन्छ केही टाइम लिनेछ। रजिस्टर लेखेर आउँछ तपाईको सक्सेसफुली। अहिले चाहिँ यहाँ अलिकति यहाँ प्रोसेस भइरहेछ। यहाँ युजर सक्सेसफुली रेजिस्टर, चेक योर इमेल एन्ड एसएमएस फर पासपोर्ट। पासपोर्ट हेर्नको लागि तपाईले इमेल चेक गर्नु होला। तपाईले त्यहाँबाट तपाईको हुन्छ पासपोर्ट आएको हुन्छ तपाईँ इमेल देख्न सक्नुहुन्छ। यहाँ तपाईको योर एकाउन्ट हैज बीन क्रिएटेड युजर नेम अनि पासवर्ड तपाईको यहाँ आइसकेको छ। पासवर्ड पनि तपाईको आइसकेको छ पीएससी अलर्टमा। यहाँ तपाई यो पासवर्ड दिनु होला। त यो जुन छ TGRE9 यो तपाईले दिनु होला। जस्तै म दिन गइरहेको छु। अब यहाँ पुरानो नाममा, त्यसपछि यहाँ तपाईको यो दिनु होला। तपाईले यहाँ युजर नेम या इमेल एड्रेस जुन तपाईले रजिस्टर गर्नु त्यो इमेल एड्रेस तपाईले दिनुभएको थियो। त्यसपछि तपाईको मोबाइल नम्बर र एसएमएस आएको थियो त्यो तपाईले यहाँ पासवर्ड दिनु। त्यसपछि बुझाउनुहोस् र सिम्पली बुझाउनुहोस् क्लिक गर्नु तपाईले। त्यसपछि यस्तो इन्टरफेसमा देख्न सक्नुहुन्छ सक्सेसफुली यहाँ दिनुपर्ने हुन्छ। पुरानो पासवर्ड तपाईले यहाँ दिनु होला जुन यहाँ देख्न सक्नुहुन्छ। यहाँ मैले सो गरिदिए। त्यसपछि अब तपाईले यहाँ नयाँ पासवर्ड तपाईले दिनु होला।
नयाँ पासवर्ड सिम्पली यसमा क्लिक गर्छु आएको छ त्यो पासवर्ड दिए त्यसपछि नयाँ पासवर्ड तपाईँले दिनु होला नयाँ पासवर्ड पुनः नयाँ पासवर्ड दिनु होला भन्ने छ त्यसपछि बुझाउनुस्मा क्लिक गर्नु तपाईले यसमा क्लिक गरेर तपाईले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ यहाँ भनेर तपाईको प्रयोगकर्ताको नाम इमेल पासवर्ड तपाईले दिएर अगाडि बढ्न सक्नुहुन्छ सिम्पली अब देख्न सक्नुहुन्छ यहाँ आयो त्यसपछि अब बुझाउनुस् रहेको छ अब लगइनको अप्सन आउँछ र लगइन गर्नु तपाईले लगइन गरेपछि तपाई यहाँ प्रोफाइल आउनेछ जुन हेर्न सक्नुहुन्छ अब तपाईको प्रोफाइल आइसकेर अब यहाँबाट तपाईले के गर्नु होला अब आफ्नो प्रोफाइल कम्प्लिट गर्नु होला पहिला आफ्नो प्रोफाइल कम्प्लिट सिम्पली यसमा ट्याप गर्नु होला त्यसपछि अब व्यक्तिगतमा क्लिक गर्नु तपाईले यहाँ व्यक्तिगतमा यहाँ आएको छ भूपेन्द्र कुमार चौधरी त्यसपछि नाम नेपाली भनेको छ नेपालीमा दिनु होला त्यसपछि यहाँ बीचको नाम यहाँ रहेको छ कुमार त्यसपछि थर चौधरी त्यसपछि यहाँ जन्ममिति अटोमेटिक पहिला नै आएको छ परिवारको बुवाको नाम तपाईले बुवाको नाम दिनु होला यहाँ जुन रहेको छ बुवाको नाममा राजेन्द्र त्यसपछि यहाँ प्रसाद त्यसपछि यहाँ तपाईको चौधरी त्यसपछि आमाको नाममा शंकर अनि देवी त्यसपछि चौधरी यति दिए त्यसपछि अब तपाईको यहाँ हजुरबुवाको नाममा के छ तपाई दिनु विराट प्रसाद त्यसपछि चौधरी यसमा फास्टमा गरिदिइरहेको छु त्यसपछि यहाँ पतिको अप्सन सिम्पली अर्को गर्नु होला अर्को गरेर तपाई यस्तो इन्टरफेस आउँछ त्यसपछि पर्सनल डाटा यहाँ देख्नु त्यसपछि अब अतिरिक्तमा आउँछ तपाईको जातमा क्लिक गर्नु तपाईले जातमा क्लिक गरेर सिम्पली अब तपाई जात चुज गर्नु होला तपाई जात कुन हो त्यो तपाई दिनु होला यहाँ मेरो चाहिँ जात तल खोज्न गइरहेको छु यहाँ तल 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 तपाई आफ्नो जात खोज्नु होला कुन जात हो दिन्छु यहाँ थारू रहेको सिम्पली थारूमा क्लिक गरे त्यसपछि अब यहाँ धर्ममा क्लिक गर्नु तपाईँ धर्म कुन हो तपाईँ त्यो धर्म दिनु होला मेरो धर्म चाहिँ हिन्दू हो हिन्दू दिए त्यसपछि अब यहाँ वैवाहिक स्थिति विवाहित अविवाहित म विवाहित छु विवाहित दिन्छु तपाईँ अविवाहित एकल हुन्छ तपाईँ त्यो दिनु होला त्यसपछि रोजगारीको अवस्था के छ तपाईँ त्यो दिनु होला रोजगारीको अवस्थामा यहाँ गैर सरकारी सेवा मातृभूमि भाषा तपाईँको यहाँ मातृभाषा भनेको छ त कुन हो तपाईँ त्यो दिनु होला थारू डङ्गुरा या थारू राणा थारू कोचिला यहाँ राजवंशी त्यो तपाईँ त्यो छ त्यो दिनु होला थारू कोचिला त्यसपछि अब शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ हुनुहुन्न त्यो भनेको चाहिँ होइन त्यसपछि अब आमाको बुवाको शैक्षिक योग्यता सिम्पली आमा बुवाको शैक्षिक योग्यतामा आफ्नो सेलेक्ट गर्नु तपाईको लेखपढ गर्न सक्ने आमाको पनि लेखपढ गर्न सक्ने त्यसपछि अब बाबुको शैक्षिक स्तर शिक्षा स्तर कति छ त्यो दिनु होला त्यसपछि आमाको शैक्षिक योग्यता कति छ त्यो दिनु होला लेखपढ गर्न सक्ने नि आमाको शिक्षा स्तर के छ त्यो दिनु होला माध्यमिक अनि बाबुको पेशा के हो त्यो दिनु होला कृषि त्यसपछि आमाको पेशा के हो त्यो दिनु होला आफ्नो कृषि त्यसपछि भौगोलिक क्षेत्र तपाईँ के भन्न रुचाउनुहुन्छ कुन क्षेत्रमा हुनुहुन्छ म तराई त तराई सिम्पली तपाईँ एउटा कुरा यो नोटिस गर्नु जति पनि यो रातो लागेको छ यो रातो वाला स्टारको यसमा कम्पलसरी फर्म फिलअप गर्नै पर्ने हुन्छ तपाईले त्यसपछि अब यहाँ समूह वर्ग कृपया एक पटकमा एउटा मात्र अपडेट गर्नुहोस् तस्बिर वा पीडीएफ फाइल अपलोड गर्नुहोस् यहाँ भनेको छ यहाँ जेपीजी साइजको पनि हुन्छ या त जेपीजी फर्मेटको पीडीएफ फर्मेटको र अपलोड गरिएको तस्बिर कागजात 5 के भन्दा बढी हुनुहुन्छ त्यो भन्दा कमैको राख्नु होला त्यसपछि देहाय सम्भावित समूहको विज्ञापन दरखास्त दिने उम्मेदवारले मागेको खण्डमा देहाय बमोजिमको कागजात स्क्यान कपी अनिवार्य अपलोड गर्नुपर्छ भनेको छ अब तपाईँ कुन छ त्यो तपाईँ चुज गर्नु आदिवासी मधेसी दलित अपाङ्ग पिछडिएको क्षेत्र यति वटा अप्सन छ त म आदिवासी जनजाति हो भने आदिवासी जनजाति क्लिक गर्छु सिम्पली यसमा क्लिक गरेर त्यसपछि अब यहाँ ब्राउजको अप्सन रहेछ ब्राउजमा सिम्पली यसमा क्लिक गर्नु होला ब्राउजमा अनि तपाईँ आफ्नो यहाँ आदिवासी जनजातिको यहाँ समूह वर्ग डाटा हेज बिन सक्सेसफुली सेभ अपडेट भइसक्यो अब यहाँबाट भइसकेर जुन देख्न सक्नुहुन्छ यहाँ आइसक्यो सिम्पली यसमा ट्याप गर्छु यहाँ देख्न सक्नुहुन्छ आइसकेको छ त यहाँबाट यसरी हेर्न सक्नुहुन्छ यो जिल्ला प्रशासन कार्यालय यहाँ त्यसपछि यहाँबाट अब तपाईँ के गर्नु नेक्स्टको अप्सन रहेछ सिम्पली अर्को गर्नु होला अर्कोमा क्लिक गरेर तपाईँले अर्को आउँछ त्यसपछि अब तपाईँले यहाँ एक्स्ट्रा डिटेल डाटा हेज बिन सक्सेसफुली सेभ अब सम्पर्कमा तपाईँको प्रदेश आफ्नो चुज गर्नु होला तपाईँको प्रदेश कुन हो मेरो मध्य प्रदेश त्यसपछि जिल्ला चुज गर्नु होला जिल्ला कुन हो तपाईँको सप्तरी त्यसपछि तपाईँको कुन छ गाउँपालिका नगरपालिका त्यो चुज गर्नु त मेरो अग्निसर कृष्ण सरवन त्यसपछि वडा नम्बर कति हो त्यो जुन 1 त्यसपछि मार्ग के छ तपाईँ त्यो दिनु सक्नुहुन्छ महेन्द्र हाइवे त्यसपछि टोल तपाईँ कुन हो त्यो टोल दिनु होला मेरो अलरेडी पहिला नै फर्म फिलअप गरेको थियो त्यो व्यवस्था आएको छ र यहाँ देख्न सक्नुहुन्छ मोबाइल नम्बर घर नम्बर इमेल एड्रेस त्यसपछि यहाँ पत्रचार गर्ने ठेगाना तपाईँले आफ्नो दिनु होला यहाँ पत्रचार गर्ने ठेगाना तपाईँ आफ्नो के छ तपाईँ त्यो दिनु होला त मेरो अग्निसार कृष्ण सरवन तपाईँ आफ्नो ठेगाना पनि दिन सक्नुहुन्छ यहाँ पत्रचार गर्नेमा सवरण 1 सप्तरी
यति दियो। त्यसपछि इमेल एड्रेस, घर नम्बर, फोन नम्बर या तपाईँको मोबाइल नम्बर यहाँ हुन्छ त्यो दिनु होला। त्यसपछि दिएर अब अर्को अप्सन रहेछ, अर्कोमा क्लिक गर्नु होला। यहाँ अर्कोमा क्लिक गरेर तपाईँ नेक्स्ट गर्न सक्नुहुन्छ। यहाँ त्यसपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ नयाँ थप्नुहोस् रहेछ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुहुन्छ। त्यसपछि तपाईँ देख्न सक्नुहुन्छ यहाँ रहेको छ विश्वविद्यालय बोर्ड सेलेक्ट गर्नु होला। यसमा क्लिक गर्नुहुन्छ। त्यसपछि तपाईँ स्क्रोल डाउन गर्नु होला। त्यसपछि यहाँ रहेको छ तपाईँको अन्यमा क्लिक गर्नु होला। अन्यमा क्लिक गर्नुहुन्छ। त्यसपछि तपाईँको यहाँ भनेको छ यहाँ अन्य विश्वविद्यालय बोर्डको नाम भए उल्लेख गर्नु। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँ यहाँ लेख्नु होला तपाईँले एसएलसी बोर्ड है, एसएलसी बोर्ड या त बोर्ड एसी बोर्ड लेख्नु होला। यति लेख्नु। त्यसपछि शैक्षिक उपाधि तपाईँ देख्नु होला। यहाँ रहेको छ एसएलसीएसई, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको शैक्षिक सङ्काय वैकल्पिक रहेछ। तपाईँको यहाँ शैक्षिक सङ्काय वैकल्पिक रहेछ भने तपाईँले यहाँ छैन भने के दिनु होला तपाईँले यहाँ। यसमा तपाईँले यहाँ भनेको छ अदरमा वैकल्पिक रहेछ नदिनु पर्ने। त्यसपछि जिपिए तपाईँको टोटल कति रहेछ त्यो दिनु होला। जति छ त्यति दिनु होला। त मेरो चाहिँ यहाँ 59% रहेछ। त्यसपछि ग्रेड तपाईँ कुन रहेछ त्यो होइन, मतलब कि ग्रेड या श्रेणी। त्यसपछि मूल विषय तपाईँ के रहेछ त्यो दिनु होला। मेरो इकोनोमिक्स तपाईँ कुन रहेछ त्यो दिनु होला एसएलसीमा। त्यसपछि शैक्षिक त यहाँ लेख्नु होला एसएलसी पास, एसएलसी पास्ट। त्यसपछि शैक्षिक संस्थाको प्रकार या जुन रहेछ त सरकारी। उत्तीर्ण गरेको साल तपाईँले कति सालमा उत्तीर्ण गर्नुभयो त्यो उत्तीर्ण साल तपाईँले दिनु होला। जस्ट है जति सालमा तपाईँले पास गर्नुभयो त्यति साल यहाँ तपाईँ दिनु होला। त मैले जुन साल पास गर्छु त्यो यहाँ साल त दिन्छु, तपाईँ जति सालमा पास गर्नु त्यो दिनु होला। त्यसपछि मैले यहाँ ऱ्यान्डमली अलि डेट राखिरहेको छु। यहाँ भनेर तपाईँलाई कृपया आफ्नो सम्पूर्ण कागजात पिडिएफ ढाँचामा अपलोड गर्नु। जति पनि तपाईँको छ यो जुन देख्न सक्नुहुन्छ एसएलसी एससीको ट्रान्सक्रिप्ट, ग्रेडसिट, मार्कसिट अनि 4 क्यारेक्टर यहाँ क्यारेक्टर प्रमाणपत्र भनेको क्यारेक्टर सर्टिफिकेट, यो सबै तपाईँ पिडिएफमा बनाएर अपलोड गर्नुपर्छ। जेपिजी फर्मेट लिँदैन त्यो पिडिएफ कसरी बनाउँछ त्यसको पनि भिडियो मैले हालेर हेर्नु होला। त्यसपछि यहाँ ब्राउज र यसमा क्लिक गरेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ मैले ट्रान्सक्रिप्ट, ग्रेडसिट, मार्कसिट, एसएलसी मार्कसिट यहाँ पिडिएफ रहेछ। फाइल नेम यसरी तपाईँको लिन्छ यदि सपोर्ट लिन्छ। त्यसपछि यहाँ एसएलसी क्यारेक्टर डट पिडिएफ रहेछ, यसरी लिन्छ र यो तपाईँले बनेको छ समक्ष त अपलोड गर्नुहोस्। कुनै कागजात चयन गरिएको छैन। यो वैकल्पिक यदि तपाईँले विदेशबाट पढ्नु भएको छ भने त्यो डकुमेन्टलाई, सर्टिफिकेटलाई तपाईँले बनाउनु पर्ने चाहिँ इक्विभ्यालेन्ट समक्ष त। त्यसपछि बुझाउनुहोस् रहेछ, बुझाउनुहोस्मा क्लिक गर्नु होला। यहाँ यसमा क्लिक गर्नु। त्यसपछि देख्न सक्नुहुन्छ तपाईँको एजुकेसन डिटेल्स सक्सेसफुली सेभ यसरी लेखेर आउँछ। तपाईँ नयाँ थप्नुहोस्। जस्ट इक्जाम्पलको लागि भनेको छ यहाँ डेमोको लागि। तालिम दिने संस्थाको नाम, तालिमको नाम के हो, कति प्रतिशत पाउनुभयो, कुन ग्रेडमा पास हुनुभयो, कहिलेदेखि कहिलेसम्म, त्यसपछि तालिमको अवधि कहिलेदेखि कहिलेसम्म छ र आफ्नो तपाईँको जुन सर्टिफिकेट पाउनुभयो त्यो तपाईँले यहाँ स्क्यान गरेर तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। अहिलेको लागि म रद्द गरिदिन्छु, यसलाई क्यान्सल गरिदिन्छु। त्यसपछि अर्को गर्छु। अब व्यावसायिक परिचय दियो तपाईँले, स्पेसली काउन्सिलबाट हुन्छ तपाईँको त्यो तपाईँले त्यो दिन्छ स्वास्थ्यको लागि, यो मतलब जुन हेल्थवालाहरू खोल्छ पब्लिक त्यो त्यसमा हुन्छ। त्यसपछि यसलाई यो पनि अहिलेको लागि नयाँ थप्नुहोस् भने तपाईँले हेर्न सक्नुहुन्छ। प्रमाणपत्र दिने काउन्सिल जुन रहेको छ यहाँ। त्यसपछि किसिम अस्थायी, अस्थायी, दर्ता नम्बर, जारी मिति, नवीकरण, इस्वी सम्बन्ध, विक्रम सम्बन्ध र छ। त्यसपछि वैधता मिति कहिलेदेखि कहिलेसम्म, यसको एक्सपायरी डेट, कागजात अगाडिको भाग, कागजात पछाडि भाग, यो यसरी रहन्छ। यो पनि जेपिजी पिएनजी मिलिन्छ। छ भने दिनु, छैन भने दिनु पर्दैन। अहिलेको लागि यसलाई रद्द गरिदिन्छु। त्यसपछि अब यहाँ अर्को क्लिक गर्नु तपाईँले। अर्को क्लिक गरेर त्यसपछि अनुभव माग्छ। अनुभव विवरण छ भने बढ्नुहोस्। यो एक्ज्याक्टमा तपाईँले कम्पलसरी भनेको छैन, छ भने दिनु, छैन भने नदिँदा पनि हुन्छ। आन्तरिक कोटा र उमेर ढिलाइको लागि यो तपाईँलाई चाहिन्छ अनुभव। यसलाई पनि तपाईँले के गर्नु, स्किप गर्न सक्नुहुन्छ। त्यसपछि अब यहाँ अर्को अप्सन सिम्पली अर्कोमा क्लिक गर्नु। अब तपाईँको यहाँ लास्ट आइसक्यो तर तपाईँको कागजातको यहाँ कागजातको विवरण, तपाईँको स्क्यान गरेको फोटो, यो उम्मेदवार हालैसालै खिचेको फोटो अनिवार्य अपलोड गर्नु। त्यसपछि तपाईँको स्क्यान गरेको हस्ताक्षर, सिग्नेचर, साइन चाहिन्छ। त्यसपछि यहाँ
तपाईको नागरिकता प्रमाणपत्र उम्मेदवार नागरिकता अनिवार्य अपलोड गर्नुहोस्। फ्रन्ट साइड भनेको अगाडिको, ब्याक साइड भनेको पछाडिको। यो यहाँ कुन फर्मेटमा लिन्छ फोटोको, जेपीजी, पीएनजी, जेपीजी। पीडीएफमा यहाँ लिँदैन, यो 3वटा फर्मेटमा लिन्छ। अब सिम्पली तपाईले पीपी साइजको फोटो अपलोड गर्नुहुन्छ। यहाँ फोटो अपलोड गर्नु सिम्पली लेखेको छ, सिम्पली यसमा ट्याब गर्नु होला। त फोटो पीपी साइज गर्नु सिम्पली यसमा क्लिक। अल डिटेल डाटा हैज बीन सक्सेसफुल सेभ। त्यसपछि अब यहाँ पीपी साइजको फोटो यहाँ अपलोड लिइसकेछ, देख्न सक्नुहुन्छ। यहाँ अलिकति ब्लर देखाउँछ, अब क्लियर देखाउँछ। त्यसपछि फोटो अपलोड गर्नुहोस् भने यहाँ सिग्नेचर साइनको सिम्पली यसमा क्लिक गर्नु। तपाईले यहाँ देख्नु पनि लिइसकेछ, देख्न सक्नुहुन्छ साइनको। त्यसपछि यहाँ पीपी साइजको फोटो। अब त्यसपछि यहाँ भनेको छ यदि तपाईँ केही मिस्टेक छ, मतलब मिस्टेक छ भने तपाईले यहाँबाट यहाँ रहेको छ प्रतिस्थापन रहेको छ, सिम्पली यसमा क्लिक गरेर तपाईले हटाउन सक्नुहुन्छ, रिमुभ गर्न सक्नुहुन्छ, एडिट गर्न सक्नुहुन्छ। त्यसपछि अब नागरिकता अगाडि पछिको अपलोड वा बदल्न सिम्पली यसमा ट्याप गर्नु होला। त्यसमा नागरिकता सकेछ, नागरिकता सिटिजनशिप फ्रन्ट यहाँ फाइलको नेम आएको छ। त्यसपछि ब्याक साइड गरेर सिम्पली यहाँ सिम्पली नल डिटेल डाटा जुन सक्सेसफुल यो पनि लिइसकेछ, जुन देख्न सक्नुहुन्छ। यहाँ नागरिकता अगाडिपट्टिको, नागरिकता पछाडिपट्टिको फाइल नेम रहेछ। त्यसपछि अर्कोको अप्सन रहेछ, सिम्पली अर्कोमा क्लिक गरेर तपाईले क्लिक गर्न सक्नुहुन्छ। र यहाँबाट तपाईले यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु छ 3वटा लाइनमा। त्यसपछि देख्नुहोस् यहाँ रहेछ रिक्त पद। यो रिक्त पदमा क्लिक गर्नु, त्यसपछि तपाईको यस्तो इन्टरफेस आउँछ, देख्न सक्नुहुन्छ। अनि यो तपाईलाई कुन ठाउँबाट भर्नु त्यसमा क्लिक गर्नु। जस्तै कि यहाँ मैले चाहिँ जलेश्वरबाट भर्दैछु भने जलेश्वर, यहाँ रहेको छ जलेश्वरबाट भर्दै हुन्छ, जलेश्वरमा क्लिक गर्नु होला। यहाँ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु, त्यसपछि देख्न सक्नुहुन्छ अब कति सिट सङ्ख्यामा खुला छ देख्न सक्नुहुन्छ। यहाँ खुलाको लागि रहेछ 40। यसमा क्लिक गरेँ, यहाँ मैले यसमा क्लिक गरेँ। त्यसपछि अब यो 40 भयो। त्यसपछि आदिवासी जनजाति 13वटा रहेछ, यसमा क्लिक गर्छु। यसमा अनि तपाईँ कुन समूहको छ त्यसमा क्लिक गर्नु। जस्तै मधेसी, दलित, अपाङ्ग, पिछडिएको, महिला, त्यसमा क्लिक गर्नु होला। अनि त्यसपछि तपाईँको भनेको छ के तपाईसँग नियुक्त हो मसँग छ, यसको लागि एसएलसी भनेको छ। तपाईको नियुक्त योग्यताको सङ्ख्या के रहेछ त्यो चुज गर्नु होला। यहाँ के छ भने चुज गर्न, छैन भने यहाँ यस क्लिक गर्नु। त्यसपछि यहाँ जेन्डर लेख्नु होला, किनभने मेरो जेन्डर तपाईँको पनि जेन्डरले होला। अनि त्यसपछि अब यहाँ नियुक्त शैक्षिकता मूल विषय के थियो तपाईँ त्यो दिनु होला। मेरो इकोनोमिक्स। त्यसपछि परीक्षा केन्द्र तपाईँको यहाँ चुज गर्नुपर्ने छ। परीक्षा केन्द्र 3वटा हुन्छ, देख्न सक्नुहुन्छ। सिराहाको लाहान, त्यसपछि वीरगञ्ज जलेश्वरबाट, त्यसपछि जलेश्वर महोत्तर। यो 3वटाबाट तपाईले तपाईको जुन ठाउँबाट हुन्छ, जुन ठाउँ नजिक त्यसमा यो सेलेक्ट गर्न। यदि तपाईको मध्य प्रदेशको पूर्वमा हुनुहुन्छ भने तपाईँ सिराहा सप्तरीको सिराहा लानु दिन सक्नुहुन्छ। यदि तपाईँ बारा पर्सातिर हुनुहुन्छ त वीरगञ्जमा, जलेश्वर भनेको यो सर्लाही महोत्तरी धनुषाको। त तपाईँ जुनमा दिनु होला त्यो। म चाहिँ यहाँ लाहान सिराहा मेरो सप्तरी हुनु, म यसमा क्लिक गरेँ। परीक्षा केन्द्र चुज गरेर लाहान। त्यसपछि अब यहाँ भनेको छ तपाईलाई म पीएससी को शर्त नियमहरू स्वीकार्न तयार छु, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेर टिक लगाउनु होला। अनि टिक लगाएपछि त्यसपछि लागू गर्नुहोस्, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुहोस्, त्यसपछि तपाईँ यस्तो इन्टरफेस आउँछ। त्यसपछि स्क्रोल डाउन गर्नु होला। अनि त्यसपछि तपाईको देख्न सक्नुहुन्छ जम्मा शुल्क तपाईको यहाँ लाग्छ 650 रुपैयाँ। अनि त्यसपछि यहाँ तपाईको दिन्छ इक्जाम सेन्टर तपाईको लाहान भयो। अनि माथि विवरण ठिक छ कि छैन यकिन भए मात्र हो निश्चित गर्नु गरी अगाडि बढ्नु होला। एकचोटि हो निश्चित गर्नुहोस् गरेको विज्ञापन सच्याउन मिल्ने छैन। यदि माथि विवरण ठिक नभए खण्डमा क्यान्सलमा क्लिक गरी पुनः सच्याइ अगाडि बढ्न मिल्छ। भनेको एकचोटि तपाईले यहाँ विज्ञापन हैन हो निश्चित गर्नुहोस् भने त्यसपछि तपाईको यहाँ सच्याउन मिल्ने छैन, एडिट गर्न मिल्छ। त्यो तपाईले मजाले ध्यानपूर्वक मजाले चेकआउट गरेर अगाडि फारम भर्नु होला। र हो निश्चित गर्नुमा यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्न त्यसपछि तपाईँ यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। अब यु हेभ सक्सेसफुली एप्लाइड फर दिस एडभर्टाइजमेन्ट, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु त्यसपछि यहाँ देख्न सक्नुहुन्छ। यसमा तपाईको यस्तो इन्टरफेस आउँछ। त्यसपछि देख्न सक्नुहुन्छ। अब त्यसपछि तपाईँ देख्न सक्नुहुन्छ यहाँ रहेको छ तिर्नुहोस्, यहाँ तिर्नुहोस्, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु त्यसपछि तपाईँ यस्तो इन्टरफेस आउँछ। अब तपाईले यहाँ चुज गर्नुपर्छ यहाँ बैंक, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नु त्यसपछि तपाईको यहाँ राष्ट्रिय वाणिज्य बैंक, एनआइसिआई बैंक, ग्लोबल आई बैंक, कुमारी बैंक। मैले राष्ट्रिय वाणिज्य बैंक चुज गरेँ यहाँ। त्यसपछि अनलाइन भुक्तानी
भनेको अनलाइन विधि भुक्तानी विधि तपाईँले अफलाइन चुज गरेर तपाईँले सम्बन्धित बैंकमा गएर तपाईँले भाउचर डाउनलोड गरेर तपाईँले बजारमा प्रिन्ट गरेर तपाईँले बैंकबाट बुझाउनु पर्नुहुन्छ। त्यसपछि तपाईँले तपाईँको पेमेन्ट हुन्छ, तर चाहिँ अनलाइन सबभन्दा राम्रो। त्यसपछि यहाँ अनलाइन क्लिक गर्नु, त्यस अर्को अप्सन छ, अर्कोमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्ने त्यसपछि देख्न सक्छ यस्तो इन्टरफेस आउँछ। देख्नु त्यसपछि रेभेन्यू सेक्सनमा रिडाइरेक्ट गर्छ। त्यसपछि गर्नुहोस्, यहाँ रकम भुक्तानी गर्ने विकल्प छान्नुहोस्। कनेक्ट आइपिएस, ई-सेवा, आइएमई पे, खल्ती। तपाईँले 4वटाबाट पेमेन्ट गर्न सक्नुहुन्छ। सबभन्दा सजिलो भनेको ई-सेवा छ या आइएमई पे, खल्ती र कनेक्ट आइपिएस। यसमा 5 रुपियाँ तपाईँको चार्ज काट्छ, 5 रुपियाँ 5 रुपियाँ, तर यसमा तपाईँले 2 रुपियाँ कति पैसा मात्र काट्छ। त्यहाँबाट कनेक्ट आइपिएसमा गर्दाखेरि तपाईँलाई अलिकति सस्तो पर्छ। मलाई चाहिँ म अहिलेको लागि तपाईँले इक्जामको ई-सेवाबाट देखाउन गइरहेको छु। ई-सेवा किनभने तपाईँको अलिकति इजी हुन्छ र ई-सेवा मैले यहाँ क्लिक गरेँ। तपाईँले पनि ई-सेवामा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नु, त्यसपछि स्क्रोल डाउन गर्नुहोला। यहाँ देख्न सक्नुहुन्छ रकम भुक्तानी गर्नु, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नु, त्यसपछि तपाईँ यस्तो इन्टरफेस आउँछ, देख्न सक्नुहुन्छ। अब तपाईँले यहाँ यहाँ ई-सेवा आइडी, यहाँ तपाईँको इमेल, मोबाइल नम्बर अनि पासवर्ड हालेर तपाईँ अगाडि बढ्नुहोला र तपाईँको जति चार्ज लाग्छ, जस्तै कि मतलब समावेशी खण्ड 650, यदि तपाईँको ई-सेवामा त्योभन्दा बढी पैसा हुनु, किनभने तपाईँको 5 रुपियाँ एक्स्ट्रा चार्ज काट्छ। त्यही भएर तपाईँको वालेटमा 650 भन्दा 5 रुपियाँ एक्स्ट्रा हुनु पर्यो तपाईँको वालेटमा, अनि त्यसपछि तपाईँको अटोमेटिक पेमेन्ट हुन्छ। जस्तै कि यहाँ यसमा हाल्न गइरहेको छ, त्यसमा मेरो ब्यालेन्स छ, त्यो पनि तपाईँ यहाँ मेरोमा फेलर देखाउँछ, देख्न सक्नुहुन्छ। यहाँ भनेको छ सरी योर रिक्वेस्ट फेल, यहाँ देख्न सक्नुहुन्छ। यहाँ भनेको छ यु डु नट ह्याभ इनफ ब्यालेन्स टु कन्टिन्यू दिस ट्रान्जेक्सन, किनभने मेरोमा 650 रुपियाँ ब्यालेन्स छ, त्यही भएर मेरोमा फेल देखायो। तपाईँको 650 भन्दा 5 रुपियाँ एक्स्ट्रा बढी छ भने तपाईँको यहाँ तपाईँलाई एसएमएस जान्छ, कोड जुन ओटिपी कार्ड हाल्यो भने तपाईँको त्यहाँ सक्सेस लेखेर देखाउँछ। सक्सेस लेखेर देखाउँछ, त्यसपछि तपाईँको पेमेन्ट हुन्छ र पैसा कट्छ, अनि तपाईँको यसरी अनलाइन फारम भर्न सक्नुहुन्छ। कुनै पनि दुविधा छ भने मलाई कमेन्ट गर्नुहोला, म तपाईँको हेल्प गर्नेछु। आई होप कि तपाईँलाई भिडियो मन पऱ्यो। भिडियोलाई लाइक गर्न, च्यानललाई सब्सक्राइब गर्न, साथै बेल आइकनलाई पनि प्रेस, साथै तपाईँ फेसबुक टिकटक पनि फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच, धन्यवाद।